हजुर हामी हरि झैँ तर्केर मरुँदाखेरि गयौ नि फर्केर हेर्दैन हेरी। नमस्कार साथीहरू, आज चाहिँ माथि लेकतिर गएको छु। यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्छु। यहाँ बाख्राहरू छ। लेकको ठाउँ एकदमै रमाइलो छ। नानीहरू च्याउ खोज्न आइरहेका छन्। आज सुन्दर पाटनहरूमा यी रमाइला दिनहरूमा खुसियाली मनाउँछन् नानीहरू। बिदाको दिन शनिबार। मिङमा अनि सुशील आज च्याउ टिप्न च्याउ भेट्यो है नानीहरू। च्याउ अलिअलि रहेछ क्या रे। हजुर चलो त्यो पुरै यहाँ यो मेरो प्लास्टिक की पल्ला भाइ पनि त यहाँ नानीहरूले जङ्गलमा मौरीको बथान देखेर यहाँ मौरीको मह निकाल्ने प्रयास गर्दैछ। सुशील निक्लिन्छ त मह? निक्लिन्छ सर। अनि एउटा मात्र निस्किन्छ। टोक छ है आँखातिर निस्किन्छ। टोक छ र? सर यसले त काम दिँदैन नि। जङ्गलको शेर हो, मलाई के डर छ नि? आल्सा फलेको कम्पाको टक्कमा भेट्यो। सुन्दर फाटिला फाँडहरू एकदमै हरियाली। अनि यो वसन्तको आगमनसँगैको यी हरियाली जङ्गलहरू मनमोहकताले साँच्चै छाएको देखिन्छ। च्याउ खोज्ने क्रम भने एकदमै जारी रहेको छ। एकदम मजाको सल्लाहगारी। च्याउ पाएको छ यहाँ नानीहरू टिप्दै गरेको छ। जोस् यो बेला बर्खाको सिजन, खरानी च्याउ रमाइलोसँग भेट्ने गर्दछ। निम्पसीलाई बोलाएको सुने होइन है? कस्तो राम्रो सल्लाहगारी है। आम्मामा आजकल त कस्तो रमाइलो जङ्गल। वाउ, कुनै ठुटा बाँकी राखेन नि यिनीहरूले। यो चौर सधैँभरि पिकनिक स्पोटका लागि स्पेसल हुने गर्दछ र वर्षेनी हामी विद्यार्थीहरू सहितका शैक्षिक भ्रमणमा आउने चौर अहिले एकदमै हरियाली अनि साह्रै हेर्न लायकको बनेको देखिएको छ। सायदै यो वर्षायामको बेला भएर नै होला। तिर आउँदा ठिक हुन्छ सन्दीप? अर्को शनिबारमा ठिक्क हुन्छ। हजुर हो, खरा भेटेपछि लाने। गरिरहेको छु त्यही भिडियोमा सबै देखिरहेको छ। मिङमा पनि देखिरहेको छ। पोखरीको छेउ आइसकेको छौँ हामी। वर्षायाममा पुरै भरिभर हुने पोखरी अहिले सुक्खमय बनेको छ। केही समयपछि भने यहाँ पक्कै पनि तालको रूप लिने खालको पोखरी बन्ने छ।
2-3वटा ठुट्टा छ त त्यो साइडपट्टि पोखरी त पुरै सुक्खा बनेको रहेछ है अहिले त माथि पनि जानुपर्छ बिस्तारै वाउ प्राकृतिक सुन्दरता साँच्चैको कस्तो छ ओम्पा ठिक छ के खाएको छोरी ल ल टन्डा रहेछ है रमाइलो छ नि त लेक हजुर ठुलो माउ है पारी क्षितिज एकदम सुन्दर बादलहरूले सजिएको अनि हेर्दा पनि आँखै लोभ्याउने दृश्यहरू लेक सुन्दर पाटनहरू त्यसमाथि पनि एकदमै भर्खरका यी बच्चाहरू रमाउने ठाउँ सल्लै सल्लाका दृश्यहरू अनि किपा भाइ हैन हाँस्दै कहाँ हाँस्दै के छ ठिक छ गोठालाहरू दिनभरि यसरी रमाउँदै दिन व्यतीत गर्ने गर्दछ उसै त बिदाका दिन नानीहरू सबै जङ्गलतिर कतै च्याउ खोज्ने कतै वस्तु हेरेर रमाउने खेलेर दिन कटाउने वर्षायाम हो पानी परेको छ लेकमा एकदम मजाको वातावरण बनिरहेको छ यहाँ बाख्राहरू अनि गाईबस्तुहरू आफ्नै सुरमा तर झरी भने बसिरहेको छ झरी पऱ्यो मिङमा है ल पानी पर्यो ठुलो लेकमा यहाँ बस्छ